भ्वात्तै चिसो परेको कारणले चाहिँ हाम्रो गाउँतिर चाहिँ आफ्नै बारीमा फलेको मकै है यो चाहिँ सर्र लाएर भुटेर यो झाँगामा टक्क लाएर अनि दाउरामा मजासँग आगोमा काठको दाउरामा बालेको र अनि भुटेको मकै है त। अनि यसमा चाहिँ टक्क लाएर चाहिँ चिया, यो चाहिँ नुनिलो चिया सर्र तातो तातो। अनि हाम्रो के भन्छ अरे यो चाहिँ अर्ग्यानिक मह है त। तपाईँहरूलाई चाहिँ म यो मह देखाउँदैछु। अब हामीले चाहिँ मकैमा चाहिँ कसरी खान्छौँ भने चाहिँ यो टक्क लाएर चाहिँ यो तातो तातो भर्खरै भुटेको मकै हो होइन। तातो तातो भर्खरै भुटेको मकैमा चाहिँ टक्क लाएर यो मह हेर्नु यति राम्रो खुदु आहा टक्क यो हाल्छ होइन। अनि हल्का बच्चाहरू पनि मिक्स गर्छौँ क्या हामीले चाहिँ होइन। किनभने चाहिँ यो खुदु मात्रै धेरै हाल्नु हुँदैन क्या होइन। यो बच्चाहरू पनि हल्का मिलाएर हाल्यो भने चाहिँ एकदम ताकत दिन्छ क्या। यो चाहिँ बच्चा हो होइन। खाली खाली छ सिजन एकदम अहिलेको सिजन चाहिँ पानी परेर राम्रो भएन र पनि यो बच्चाहरूलाई पनि हामीले यसरी मिलाएर हाल्छौँ के है त। यसरी हालेर चाहिँ टक्क लाएर यो तातो तातो मकै छ होइन। यसमा चाहिँ यसरी च्याप्प लाएर यो खुदुमा यसरी घोल्ने। अनि मकै र यो खुदु मिसाएर अर्ग्यानिक मह स्याट्ट घोल्नुपर्छ है त। हातले घोल्ले नि हुन्छ होइन। अब हातले चम्चाले घोल्ले नि भयो होइन। तपाईँलाई जसरी सजिलो लाग्छ अब होइन। अनि टक्क लाएर चाहिँ यो खुदुको चाहिँ टक्क लाएर चाहिँ खुदु बच्चा सबै मिसाएर चाहिँ हामीले चाहिँ यसरी खाने चलन छ है त। खुदु बच्चा मात्र खाँदाखेरि चाहिँ कसैलाई चाहिँ अलिकति खाना अप्ठ्यारो लाग्न सक्छ होइन। यसरी मकैसँग मिसाएर अथवा सुक्खा रोटीहरूसँग टक्क बेरेर होइन खाँदाखेरि नि एकदम राम्रो हुन्छ है त। पहिला चाहिँ चियाबाट सुरु गरे है त। चेस चिया खायो ल तातो रहेछ यसरी। अनि टक्क लाएर चाहिँ यो मकै चाहिँ मिसाएको अनि यसरी चाहिँ अलि पुगेन जस्तो म अब यहाँ नपुगेपछि हामीले यहाँ यस्तो खुदु कहाँ छ भनेर रस पनि हाल्नुपर्छ क्या होइन। रस त अर्कोमा नि उस त थिनै थियो। टक्क लाएर चाहिँ यहाँको फेरि यस्तो गरेर चाहिँ हाल्नुपर्छ है त। ट्याक्क लाएर चाहिँ यसरी हालेर अब यसरी खानुपर्छ। यो चाहिँ नहालौँ होला हैट। ट्याक्क लाएर यसरी चाहिँ खानुपर्छ है त। हाम्रो आमा पनि आइपुग्नु भयो अनि ट्याक्क लाएर चाहिँ यसरी खानुपर्छ है त। अनि च्याप्प लाएर चाहिँ ल खायो त आमा खायो है त। कस्तो छ अब खुदु गाउँघरको अर्ग्यानिक महसँगको है त। ल खायो ल कस्तो भएछ। बहुत मिठो। यस्तो मह खाएपछि तपाईँहरूलाई चाहिँ जाडोमा अनि मकै खायो भने चाहिँ एकदम राम्रो हुन्छ है। अनि यहाँ हाम्रो मामा पनि आइपुग्नु भएछ फेरि। मामाले आफ्नो छोराहरूलाई यसरी खुवाउनु हुन्थ्यो पहिला होइन। अहिले त जापान पुग्नु हो कोही पोखरा छन् होइन। यस्तो छ है त। तातो चिया खायो भने चाहिँ मुख खलाखुलो गरेर सासुत्त जान्छ के। त्यही भएर चाहिँ तातो चिया पनि खानुपर्छ है। अनि अब तपाईँहरूले चाहिँ यो बच्चा हो होइन। बच्चा र मकै टक्क मिसाएर खायो भने चाहिँ यो छोक्रा बस्दैन क्या सासुट्टै जान्छ के। त्यही भएर नि एकदम त्यसरी खानुपर्छ है। मन पर्नेले त अब यो बच्चा सबै केही नमिसाइसँग खान सक्छ होइन। म चाहिँ यसरी खान रुचाउँछु क्या है त। यसरी खान्छ हाम्रो गाउँघरतिर यसरी खाने चलन छ है त। बहुत टेस्टी मिठोमा एकदम मिठो एकदम गुलियो। अनि गुलियोमा चाहिँ यो नुनिलो चिया फेरि
टक्क लाएर आहा बहुत मिठो। तपाईँहरूले यसरी खानु होला जाडोमा। अनि फेरि एउटा कुरा, तपाईँहरूले मह खानुभयो भने फेरि मह सँगसँगै फेरि पानी चाहिँ नखानु होला, मैले भन्न चाहेँ है त। पानीसँग मह खायो, पानी खानु मह खानुभयो अनि त्यसपछि लगातार खरो हुन्छ क्या, एकदम प्यास लाग्छ, एकदम खरो जात हो यो मह भन्ने जात होइन। अनि खानुभयो भने चाहिँ एकदम फेरि तपाईँलाई पखाला लाग्छ, फेरि एकदम खतरा हुन्छ। फेरि तपाईँ जे खायो त्यो सबै निक्लिन्छ है। त्यही भएर चाहिँ पानी चाहिँ नखानु होला। मह खाएपछि एकदम तिर्खा लागे पनि एकदम धैर्यसँग बस्नु होला भन्न चाहेँ मैले। अनि हाम्रो बाजे अहिले भन्नुहुन्थ्यो क्या, मह खायो भने 10 वर्षले, घिउ खायो भने 100 वर्षले भन्थ्यो होइन। महले चाहिँ तपाईँलाई तत्काल रियाक्सन दिन्छ क्या, ज्यान तताउने बल पावर दिने चाहिँ एकदम छिटो गर्छ गुलियो अर्ग्यानिक महले चाहिँ। घिउहरू खायो भने चाहिँ तपाईँलाई फेरि पछिसम्म एकदम तागत दिइरहेको छ अरे क्या होइन। त्यही भएर तपाईँहरूले चाहिँ जाडोमा यसरी मह खानुभयो भने बहुत राम्रो। अनि मलाई पढाउने एउटा सर हुनुहुन्थ्यो, नाम शालिग्राम सर हुनुहुन्थ्यो बनाउडाको। उहाँले नि भन्नुहुन्थ्यो, म बस्ने बेलामा बाबु घान्द्रुकमा म पढाउँथेँ, त्यो बेलामा चाहिँ मैले मह किनेर लान्थेँ र अनि 1 चम्चा तातो पानीमा डुबाएर चाहिँ खान्थेँ तातो पानीसँग भन्नुहुन्थ्यो। र कसैले त्यसरी नै खान मिल्छ है त, तातो पानीमा डुबाएर खायो भने चाहिँ हनी लेमन भन्छ क्या, त्यसरी नै खान सक्नुहुन्छ है। तर मह मात्रै खाएर पछि पानी खानुभयो भने चाहिँ फेरि रियाक्सन दिइहाल्छ नि। त्यही भएर अनि तपाईँहरूले कतिले चाहिँ आजभोलि त कतिले त मह खान नि, अब गाउँघरको मह त खान नि अब भेट्नै गाह्रो छ होइन, ओरिजिनल। अनि बच्चाहरू पायो भने नि एकदम ज्यामजुम खानुपर्छ है। जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ नि, यस्तो बच्चाहरू भेट्यो भने नि, मौरीको बच्चाहरू महहरू भेट्यो भने चाहिँ यस्तो उस्तो नभन्नु न, जे भेट्छ त्यही ज्यामजुम खानु होला भन्न चाहेँ मैले है। एकदम तपाईँलाई तागत दिने कुरा हो यो चाहिँ, एकदम अर्ग्यानिक। त्यही पनि मकै ओहो, कति मान्छेले त मह र मकै मिसाएर चाहिँ डिब्बामा हालेर पछि पनि खाने चलन हुन्छ है। डिब्बामा निकाल्दै खाने त्यस्तो स्टाइल चाहिँ विदेशतिर हुने, बजारतिर हुनेले चाहिँ एकदम राम्रो। आफ्नै घरमा निस्केको मौरी है यो, खासै खुदु त छैन, हल्का खुदुहरू छ। अब खुदु भयो नि नभए नि बच्चा भए पनि अब आफूले गरेको कुरो अब यसरी खानुपर्छ। हल्लो बल्ल ज्यानमा तागत आउँछ के। अनि यो पुस माघको झरीसरी जाडो साडो केही होइन, सब टर्कायो भाग्छ यस्तो खाएपछि। पछाडि मेरो गाउँ घर छिमेकीहरू यता हुनुहुन्छ, म चाहिँ यता फेरि आफ्नै पारामा तपाईँहरूलाई पनि देखाउँ र आफू पनि खाउँ। र अनि जाडोमा चाहिँ कसरी जाडो भगाउन सकिन्छ। कतिपयले त जाडो भगाउने उपाय त रौसी भन्छ होला होइन। म चाहिँ रौसी नखाने मान्छे, म खान्छु मह र मकै झ्याम झ्याम। टक्क लाएर मौरीको बच्चा छ, खुदु छ, मकै छ। यसरी तपाईँहरूले पनि खानु होला है त, टक्क लाएर। चिया पनि टक्क। गुलियो चिया, गुलियो मसँग चाहिँ नुनिलो चिया मिसायो भने एकदम राम्रो हुन्छ क्या, रसिलो। तपाईँहरूले नि यसरी खानु होला त। हस् त, धन्यवाद, नमस्कार।
गाउँले छिटोको कस्तो लाग्यो भिडियो कमेन्ट चाहिँ हान्नु होला है त।